मैले लगे यो 2100 पर्ने अल्टिमा बुम 211 बिल्कुलै फ्रीमा। तर कहाँबाट लगे भनेर सोच्नुभयो होला, मैले चाहिँ ई सेवाबाट लगे। र मैले मात्र होइन, तपाईहरुले पनि यो एयरबडलाई चाहिँ बिल्कुलै फ्रीमा ई सेवाबाट लिन सक्नुहुन्छ। तर कसरी लिन सक्नुहुन्छ त्यो जान्नलाई भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। र साथै तपाईहरुले यो एयरबड मात्र नभएर तपाईहरुले मुभीको टिकट्सहरु, स्मार्ट वाचहरु, पावर ब्याङ्कहरु लगायत अन्य थुप्रै कम्पनीका अन्य एयरबडहरु पनि, फुडिङ आइटमहरु पनि, सम्पूर्ण आइटमहरु पनि तपाईले बिल्कुलै फ्रीमा लग्न सक्नुहुन्छ। सो भिडियोमा अघि बढ्नुभन्दा पहिला च्यानलमा नि हुन्छ भने च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला र भिडियोलाई चाहिँ फुल वाच गर्नु होला। भिडियो एकदमै इन्फर्मेटिभ छ र तपाईहरुको लागि फाइदाजनक एकदमै धेरै हुनेछ यो भिडियो। म तपाईहरुलाई जो चाहिँ ई सेवामा आएर म चाहिँ तपाईहरुलाई प्रुफ पनि देखाउने छु मैले कहाँनिर जो चाहिँ ई सेवामा विथड्र गरेको थिएँ भनेर। तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ अल्टिमा लाइफस्टाइलको यो बुम 211 एयरबड यहीबाट चाहिँ मैले विथड्र गरेको थिएँ। सो अब म चाहिँ सिम्पली जो छ तपाईहरुले पनि कसरी जो छ एयरबड लगायत थुप्रै फ्री आइटम्सहरु ई सेवाबाट कसरी लिने भनेर। सो तपाईहरुले यहाँ मेरो छेउमा देख्न सक्नुहुन्छ फोन पोइन्ट भनेर। सो तपाईहरुकोमा पनि 30 35 कसैकोमा 100 200 कसैकोमा 400 500 कसैकोमा 1000 2000 यो फोन पोइन्ट्सहरु चाहिँ अवश्य नै होला। र मेन काम पनि यहाँनिर फोन पोइन्ट्सकै हो। तपाईहरुमध्ये धेरैजनाले यो फोन पोइन्ट्स भन्ने के हो कस्तो हो भनेर पनि बुझ्नु हुँदैन र यसलाई चाहिँ नेग्लेक्ट गरिदिनुहुन्छ। तर फोन पोइन्ट भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो। यसले हामीलाई फ्री आइटम्सहरु दिलाउन सक्छ। जस्तै म यहाँनिर फोन पोइन्ट्समा चाहिँ क्लिक गरेर देखाउन सक्छु। यहाँनिर चाहिँ तपाईहरुले थुप्रै आइटम्सहरु देखाएको छ। यो चाहिँ डिस्काउन्ट अफर हो, त्यसमा खासै जान पर्दैन। हामीलाई चाहिँ यहाँनिर होट डिल्सहरु रहेको छ। यो होट डिल्सबाट पनि तपाईहरुले जो छ लिन सक्नुहुन्छ। जस्तै यो एउटा एयरबड रहेको छ। यो एयरबड चाहिँ जम्मा 5529 पोइन्टको खाली रहेको छ र यसै तपाईहरुले पोइन्ट्सहरु कलेक्ट गरेर चाहिँ यो एयरबड लिन सक्नुहुन्छ। र कुनै पनि आइटम्सहरु यहाँबाट विथड्र गर्दाखेरि चाहिँ तपाईले एकचोटी यो डिस्क्रिप्सन चाहिँ अवश्य नै पढिहाल्नु होला। जस्तै कुनै सामानहरु कस्तो हुन्छ भन्दाखेरि कुनै सामानहरु अनलाइन डेलिभर चाहिँ हुँदैन। तपाईहरुले त्यही सामानको ब्रान्चमै गएर जो छ त्यो सामानहरु पिकअप गर्नुपर्छ। सो कुनै पनि सामान विथड्र गर्दाखेरि चाहिँ डिस्क्रिप्सन अवश्य नै पढिहाल्नु होला। र मैले चाहिँ विथड्र गरेको यही तपाईले देख्न सक्नुहुन्छ क्लेम फ्री अल्टिमा बुम 211 छ। मैले चाहिँ यही वाला एयरबड नै जो छ विथड्र गरेको थिएँ जसको वर्थ चाहिँ 4565 पोइन्ट रहेको छ। र यहाँबाट मैले तपाईलाई भने जसरी तपाईले यहाँतिर घडीहरु पनि, पावर ब्याङ्कहरु पनि, जस्तै सुदूरपश्चिम रोयल्सको जर्सी छ, जर्सीहरु पनि, पकेट स्पिकर्सहरु पनि लिन सक्नुहुन्छ। लगायत फेरि पावर ब्याङ्क भएको, फेरि स्पिकर लगायत यहाँनिर चाहिँ थुप्रै फ्रीको आइटम्सहरु रहेका छन्। र त्यसैगरी म तपाईलाई जो छ मुभीको टिकटहरु पनि देखाउन चाहन्छु किनभने धेरै जनासँग अलि थोरै पोइन्ट्स हुन्छ। अलि थोरै पोइन्ट्समा के विथड्र गर्न मिल्छ कुनै राम्रो कुरा भन्दिनु भन्दाखेरि माई बेस्ट ओपिनियन विल बी मुभीको टिकट। सो मुभीको टिकट चाहिँ यहाँ इन्टरटेनमेन्ट सेक्सनमा आएको हुन्छ र यहाँ तपाईले हेर्न सक्नुहुन्छ मुभीको टिकट। र मुभी चाहिँ यहाँनिर जम्मा 2 वटा मुभीको टिकट चाहिँ तपाईले पाउन सक्नुहुन्छ। एउटा भनेको क्युएफएक्स, एउटा भनेको आइएनआई सिनेमास भनेर। र अहिलेको धेरै ठाउँमा रहेको भनेको क्युएफएक्स नै हो। हामी क्युएफएक्स नै कुरा गरौँ। जस्तै यहाँनिर एउटामा चाहिँ अल डे लेखेको छ, एउटामा चाहिँ विकडेज भनेर लेखेको छ। अल डेजमा पनि तपाईले शनिबारदेखि आइतबारसम्म जुनसुकै दिन पनि जो छ मुभीमा गएर चाहिँ तपाईले जो छ फ्रीमा टिकट क्लेम गर्न सक्नुहुन्छ। यसको लागि तपाईले रेडीमा क्लिक गर्नु होला। तपाईले एउटा कोड मिल्छ, त्यो कोड चाहिँ तपाईले अनलाइन मुभी टिकट पेज गर्दाखेरि त्यसमा हाल्दिनु होला। तपाईको पैसा चाहिँ पर्दैन। त्यसैगरी विकडेज भनेको चाहिँ तपाईले सोमबारदेखि बिहीबारसम्मको टाइमलाई चाहिँ विकडेज भनिन्छ जसमा तपाईले जम्मा 1045 पोइन्ट मिल्छ। यसमा पनि केही पनि गर्नु पर्दैन, सिधै रेडीमा क्लिक गर्नु होला। एउटा कोड मिल्छ अनि अनलाइन मुभीको टिकट काट्दाखेरि
पेमेन्ट गर्ने अप्सनमा चाहिँ प्रोमो कोड भन्ने ठाउँमा यही कोड पेस्ट गरिदिनु होला। तपाईँको मजाले पैसा पर्दैन, मुभी मजाले तपाईँले हेर्न सक्नुहुन्छ। र अब यहाँदेखि तपाईँले थाहा पाइ नै हाल्नु हो मैले कहाँबाट जो छ कसरी फ्रीमा एयरबड लग्यो भनेर। अब चाहिँ कुरा गरौँ यो फोन पोइन्ट चाहिँ कसरी अर्न गर्ने भनेर। सो नामै तपाईँले बाट पनि थाहा पाइहाल्नु भयो होला, फोन पोइन्ट्स, यानि कि तपाईँले कुनै पनि फोन पे क्युआरमा पेमेन्ट गर्नुभयो भने चाहिँ तपाईँले पोइन्ट्स मिल्छ र त्यही पोइन्ट चाहिँ यहाँ कलेक्ट हुन्छ। र अब यो पोइन्टहरू चाहिँ हामीले कसरी पाउँछ भनेर तपाईँले जिज्ञासा लाग्नु होला। जस्तै फोन पे क्युआर भनेको कस्तो हुन्छ भन्दाखेरि विभिन्न पसलहरूमा चाहिँ फोन पे क्युआर रहेको हुन्छ, त्योमा चाहिँ पेमेन्ट गर्नुभयो भने तपाईँलाई फोन पोइन्ट्स मिल्छ। अनि त्यसै गरी तपाईँको जो छ अनलाइनदेखि आफ्नो फोनमा रिचार्ज कार्ड हाल्नुभयो त्यसमा पनि तपाईँलाई फोन पोइन्ट मिल्छ। त्यसै गरी अनलाइनदेखि बत्तीको बिल पे गर्नुभयो, अनलाइनदेखि वाइफाईको बिल पे गर्नुभयो, अनलाइनदेखि प्लेनको टिकटहरू काट्नुभयो, बसको टिकटहरू काट्नुभयो, अथवा अनलाइनदेखि नै मुभीको टिकटहरू काट्नुभयो लगायत थुप्रै तपाईँले मर्चेन्ट पेमेन्ट गर्नुभयो ई सेवाको अफिसियल एप युज गरेर भने तपाईँहरूलाई चाहिँ फोन पोइन्ट्स मिल्ने गर्दछ। र यहाँसम्म आउँदा तपाईँले लगभग सबै नै बुझिसक्नु भयो होला फोन पोइन्ट भनेको के हो, कसरी कमाउने भनेर। अब चाहिँ म तपाईँलाई छोटो चाहिँ यो प्रोडक्ट मैले जस्तै रिडिम गरिसकेपछि धेरैलाई जिज्ञासा आउन सक्छ रिडिम गर्दा बित्तिकै के हुन्छ भनेर। रिडिम गर्नुभयो भने यस्तो भ्यू माई क्युआर कोड भन्ने अप्सन आउँछ। सो यसलाई चाहिँ तपाईँले केही पनि गर्नु पर्दैन, तपाईँ बस 2 देखि 3 दिनसम्म चाहिँ होल्ड गर्नु होला। फोन पेदेखि आफै कल आउँछ र मलाई पनि 2 दिनमै जसो फोन पेदेखि कल आएको थियो, त्यहाँ कल आइसकेपछि तपाईँलाई चाहिँ तपाईँको यो सामान कुन ठाउँमा डेलिभर गर्नु पर्ने छ भनेर चाहिँ तपाईँलाई जसो लोकेसनहरू सोध्छन् र तपाईँले चाहिँ मजाले आफ्नो वरिपरिको जुन अलि फेमस एरिया छ, अलि राइडरहरू पुग्न सक्छन् त्यो लोकेसन चाहिँ दिएर तपाईँले मजाले यो आइटम चाहिँ आफ्नो घरमा ल्याउन सक्नुहुन्छ। र यो चाहिँ डाइरेक्ट अल्टिमाको सोरुमबाट नै आउँछ र आउन चाहिँ त्यही तपाईँको इनसाइड भ्याली छ भने चाहिँ विदिन 24 आवरदेखि लिएर 44 आवरसम्म आउँछ र आउटसाइड भ्याली छ भने चाहिँ तपाईँले त्यही 4 डेजसम्म चाहिँ तपाईँहरूको सामान चाहिँ तपाईँहरूको ठाउँमा आइपुग्छ। र आई होप यो भिडियो चाहिँ तपाईँहरूको लागि इन्फर्मेटिभ भयो होला। हस् त म फेरि पनि यस्तो भिडियो ल्याइरहने छु। तबसम्मको लागि गुड बाई, टेक केयर, जय नेपाल, एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल टेक रोस्ट।